3 2 1 स्टार्ट। आज मेरो छोरी आज पक्नु आज के हो तपाईको? आज यहाँ के भइराछ? आज यो बर्थडेको चाहिँ केक काट्ने सेलिब्रेट भइरहेछ। भयो मेरो छोरी चाहिँ 21औं वर्ष पुगेर 22औं वर्षमा चाहिँ सुरु गर्यो, प्रवेश गर्यो। मार्चको 8 गते हो। तर तिथि चाहिँ अगाडि पर्छ है। हामीले चाहिँ आज गतिबाट त्यो कुरा चाहिएन मम्मी। ल बर्थडे गर्ल तिथि चाहिँ द्वादशी तिथि हो। अझ बोल्दै हुनुहुन्छ भा? धेरै भयो गएको। फेरि बोल्दै हुनुहुन्छ अझै? ल ल प्रिजमा हजुर। आमा छोरी चाहिँ छोरीको चाहिँ जुन म 11 दिन हस्पिटल बसेको फर्स्ट लागेछन् भने छटकेल बसेर बच्चा आयो। अनि नर्मल हुन्छ भन्दा भन्दै नर्मल भएन। अनि 11औं दिनको दिन चाहिँ अपरेसन गर्नलाई त गऱ्यो। ऊ चाहिँ ठ्याक्क 2061 साल माघको 8 गते दिउँसो 12 बजेर 8 मिनट हुँदा ठ्याक्क अपरेसन गरेर निकालेको। धरतीमा चाहिँ उसले पाइतला टेकेको से जन्मिँदा सेती थियो झुक्यायो। सेतो थियो नसार्दियो के अरे। अनि पछि 1 महिना साटेको भन्न मिल्छ त? कलर मिल्यो। कलर मिल्यो? साटेको भन्न मिल्छ? मेरो छोरी नआउने धेरै खुसीसँग लक्ष्मी मेरो छोरी त ल ल मम्मी तपाईँबाट पुग्यो? धेरै ज्ञान छ। तपाईँबाट पुग्यो? ल प्रिजमा के भन्नु त? आज के हो? मेरो बर्थडे के हो यो अगाडिको? केक अब के गर्नु लाग्यो? केक काट्न लाग्यो। कति वर्ष लाग्यो त? 21 वर्ष पुरा। आफ्नो बर्थडे आफूलाई थाहा छैन? कति एज भयो त? 21 वर्ष पुरा भयो। 22 सुरु भयो आजबाट। 21 इयर्स ओल्ड हो। मम्मीले 1 वर्ष बढाउँछ अहिले पनि। 22 सुरु तपाईँको एज कति? 22 रन हो 21 भन्छ है तले। हेर चुप लाग्यो। मेरो जन्म अब तपाईँ 2 शब्द जाओस् आफ्नो छोरीको बर्थडेमा। ह्यापी बर्थडे मेरो पुन्टु। आमा पुन्टु अरे हौ। अनि अरू के इमोसनल लगाएर हुनुहुन्छ। छोरीको बर्थडे हो नि त। छोरीको बर्थडे हो। केक काट्न लागेको। केक काट्न लागेको। ल प्रिजमाले अब केक काट्छ है। पहिला तिमीलाई देखाउँ दादालाई। पर्दैन पछाडि बोले छ। पर्दा पछाडि हुने भ्लगरले आफ्नो फेस देखाउँदैन है कहिले पनि। ल ल अब यो ऐसन पर बोलिरहेको थियो। यो पछाडि पर्दाको पछाडि बोल्ने चाहिँ उसको दाइ हो। ऊ भन्दा ऊ नि अब 28 पुगेर 29 लाग्ने बेला भयो मेरो छोरा पनि। अब जेठको 8 गतेले ऊ माघको 8 ऊ जेठको 8। आज प्रिजमाको बर्थडे हो। तपाईको चाहिँ साउन्डको 8। अनि उनी 3 केजी जन्मेको। यो छोरी पनि 3 केजी छोरा पनि 3 केजी। 8 गते कस्तो समय मिले। आज प्रिजमाको बर्थडे केक काट्न लाग्यो प्रिजमाको है 21औं बर्थडे। फेस देखाएर चाहिँ तल देखाएर तपाईलाई 21औं बर्थडे प्रिजमाको 21औं बर्थडे आज केक काट्न लाग्यो। आज प्रिजमाको केक धेरै पछि काट्न लाग्छ। यत्रो ठुलो मान्छे यत्रो घामी भएर नि केक काट्न लाग्छ आज। तर केही छैन आज। कहिले हमला बाला खैको हमलावाला भेस हे थुक्नीले मलाई आई डोन्ट लाइक केक। भ्लगर हुनु पनि मान्छे हो। युट्युब दुईटा युट्युब गएको मान्छे हो। ल प्रिजमा ल खै म बालिदिन्छु त समात है त। अनि त्यो पलेपछि समात ल। बुन अहिले त आऊ त। आज प्रिजमाको बर्थडे। ऊ चाहिँ भान्जी। प्रिजमाको बर्थडेलाई 2 शब्द जाओस्। थ्याङ्क यू। एकदम मिल्ने। अब आमा छोरी भए पनि एकदम दिदी बहिनी जस्तो मिल्छ। ल बढी ल म बाल्छु समात है यो पछि। पर्नु ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे डियर प्रिजमा। ह्यापी बर्थडे टु यु। बस गर्नु उता बस तिमी बस। ल ल पिज्जा केक काट। मैले केक ल्याइदिएछु नाइफ। ल Happy birthday
ताल्नु बेतालको गीत गा ल खुवाइदिनु न प्रिजमालाई खुवाइदिनु पर्ने तपाईँले मेरो नानीको सधैँ होस् सधैँ हाँसी खुसी जिन्दगी राम्रो होस् ल आइलाम होस् ल बुवा थोरै खुवाइदिनु ए बुवा मैले पहिला बुवाले खुवाइदिनु हुन्छ आइलाम होस् रोक्न लाग्छ किराउने किराउने क्या ल बुनु 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 प्रिय मम्मी बिचमा ठिकै छ ल यसरी मिल्ने जान्छ कुस्ती खेल्छ बेला झगडिहाल्नु न दुईजना यसरी मिल्छ बाँड्नु बर्थडे के भन नि त ल यो अनएक्सपेक्टेड ल ल मम्मी हो क्या मम्मी ए मम्मी होइन पिज्जा पो रहेछ यो गरेर फाल्ने काम चाहिँ मलाई मन पर्दैन नानी बाबु तिमीले अलिकति बढी गरे हे तिमीलाई छ नि यसपालि दादाले तिमीलाई यो गिफ्ट दियो है हजुर खुसी लागेछ इन्टरभ्यू ल्याए जस्तो गरे डिजाइन एकदम राम्रो छ दादाले चिनो हो नि चिनो भने कान पनि होइन हो अनि एउटा प्रश्न छ तपाईँलाई विशेष गरी तपाईँले चाहिँ के दिनुभयो त मैले 5 रुपियाँ होइन साँच्ची भनेको तपाईँ ठट्टा नगरिकन भन्नु 5 रुपियाँ दियो अब अर्को मान्छे हो कता भाग्नु भएको उहाँ चाहिँ भाग्नु भएको छ अर्को भाग्ने